गुड मर्निङ साथीहरू सबैजनालाई सेवा सेवा र वेलकम साथीहरू। आज चाहिँ मैले बिहानको 7 बजीबाट ब्लग स्टार्ट गरिसकेँ साथीहरू। तर घाम चाहिँ हेर्नु 8-9 बजी जस्तो गरेर आइहाल्छ क्या। यहाँनिर चाहिँ कति घमाइलो ठाउँ छ है, एकदम राम्रो लाग्छ क्या साथीहरू हाम्रो ठाउँ चाहिँ। अनि बिहान बिहानै घाम आउँछ होइन, दिउँसो एकचोटि चाहिँ साह्रै घाम लाग्छ साथीहरू। सो आजको भिडियो पनि मैले सुरु गरिसकेको छु साथीहरू। सबैजनाले सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्टमा आइदिनु होला साथीहरू। अनि नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने प्लिज सबैजना एउटा कमेन्टको साथमा साथी जोडिनु होला साथीहरू। अनि हाम्रोमा चाहिँ एकदम पानी पऱ्यो साथीहरू, हिजो ठुलो पानी पऱ्यो है। अनि त्यो भएको कारणले चाहिँ यहाँनिर सबै हिलो भइरहेछ नि हौ साथीहरू, बिजोक रमाइलो भइरहेछ। ल आजको दिन पनि सुरुवात भइसकेको छ है त साथीहरू। यहाँ चाहिँ तुलसीको चिया पकाउनुलाई साथीहरू, हाम्रो तुलसी चाहिँ टन्नै फुलिसक्यो है, यता पनि फुलिसक्यो। अस्ति चाहिँ टुक्कु टिपेर लाउनु मजा भइरहेको थियो। अब यिनीहरू फुलेर फेरि झरेर उम्रिन्छ क्या साथीहरू। फर्स्टमा चाहिँ त्यो ठुलो लिएको नि त हामीले, अनि अहिले चाहिँ यो यिनीहरू उम्रेको त्यहीबाट झरेको बिउबाट उम्रेको है साथीहरू। यहाँ भएको अलिअलि भएको मकै पनि लडाएर यस्तो बनाइदियो। यहाँनिर चाहिँ हामीले के भन्छ तुने बुढी पनि लाग्छ क्या साथीहरू। अनि थोरै भए पनि यहाँ निकै पो हुन्छ त, थोरै त के भन्नु, यति पनि निकै हो नि साथीहरू है। अनि सबै हेर्नु न यहाँ भर्खर यो चाहिँ हामीले त्यो नउम्रेर पछाडि रोपेको तुने बुढी चाहिँ बुवाले रोप्नु भएको साथीहरू। सबै लड्यो मकै, फेद त हेर्नु यस्तो तरिकाले गएको छ नि, बङ पुरै। यहाँ हाम्रो बलजस्तीको धनियाँको रहल पहल दाना टिप्दै हुनुहुन्छ। अब आगो रोप्नुहुन्छ नि त साथीहरू, यसैले छर्नुहुन्छ। यहाँनिर थोरै रोपेको थियौँ हामीले धनियाँ, निकै पो खायो धैनु भयो धनियाँ त। मासुमा खायौँ, माछाको सुपमा, चटपटीमा कम त खाएको हामीले साथीहरू। यहाँ थोरै छरेको थियौँ, यति जति छरेको कि। तर नि यसलाई पकाएर फेरि आगोमा बिउ हुन्छ भनेर बुवाले चाहिँ रोप्दै हुनुहुन्छ साथीहरू। के अरे टिप्दै हुनुहुन्छ, सरी रोप्दै हुनुहुन्छ भनेछु बुवा। पानी त जमेर यस्तो भएछ बाटो त हेर्नु न साथी। पोथ्रेबाट यो चाहिँ पसलबाटै लिएको रोपेको उसिनेर खाँदाखेरि के अरे उसिनेर खाँदाखेरि थुक्पामा झोल बनाउँदाखेरि लिएको थियौँ। हौ मेरो लुगा फल्दो पो रहेछ त, फल्छ कि फल्दैन चेकको लागि रोपी हेरेको हामीले, फल्दो रहेछ है साथीहरू। के अरे उसको सिजन हुँदा त फल्छ होला है, यसरी फलेको छ क्या मजाले। टमेटोहरू नि पाक्छ कहिलेको नि खानु मिल्छ भने पसलमा किन्नु पऱ्यो भने 20-30 रुपियाँको चारजना आउँछ बस्नु। यो चाहिँ बर्खे सागै साथीहरू कस्तो हुन्छ, पहिला हिउँदोमा चाहिँ ठुल्ठुलो फलेको थियो कि थाङ्ग्रा के अरे ठुल्ठुलो थाङ्ग्रा जत्रै भनेछु, नाङ्लो जत्रै भनेको क्या साथीहरू, ठुल्ठुलो फलेको थियो त। अरू त यस्तो भएछ हिलोले छ्या धन्न बुवाले यता तासेर फेरि चिप्लो हुन्छ तास्यो भने चाहिँ नि। हेर्नु साथीहरू हाम्रो मकैबारी लडाइदियो नि सबै बडाङ बुलुङ ला बुवाले त्यहाँ थाङ्ग्रा लगाएको त के काम अब हेर्नु न साथीहरू। हिजोसम्म भ्लगमा मैले सिधा मकै बनाएको नि, आज हेर्नु त मकै पर्लुङ लडे। यहाँ डल्ले खुर्सानी माथिसम्म छ, सोत्तर नि हौ मकै त। भोल बगिरहेको थियो साथीहरू पानी त। मकै हेर्नु न, मैले हिजोसम्म अब कति सिधा बनाएको थिएँ नि, के भयो त नि अब यो मकै। राम बाफ्रे बाफ भन्नेहरू क्या सबै। अझ यो मसिनो पनि पो लडिरहेछ हौ, हेर्नु न फट्याङ्ग्रेले भिडियो बनायो जतिखेर कम्ताउमा रहेछ नि लट्टेर चाहिँ साथीहरू। हामीले चाहिँ त्यही भएर लट्टै नस्ति उखालेर फालेको क्या। यता चाहिँ बुवाले त्यो हाइब्रिड टमेटो भनेर रोपेको अरे, सबै लोकल परेको छ हेर्नु न, लोकल मात्रै यो लाइनमा लोकल परेको छ सबै, फल्नु चाहिँ फलिरहेछ। यो एउटा चाहिँ साथीहरू यो चाहिँ हाइब्रिडवाला नै हो, अरू चाहिँ लोकल। तरकारी टिप्दैछ यहाँ बहिनी चाहिँ साथीहरू।
टमेटो त हेर्नु न हालत पोहोरको खुर्सानी त फल्नु त मजाले फलेको यो करेला नै छाँगा लाउनु पर्ने थियो खोइ जारिङको पर घरको छेउमा पनि छैन हामी चाहिँ साग खाने के भन्छ जारिङको साग खान लाग्यो के यसको नाम जारिङ्गे त हो नि लट्टे पनि मिसाउने हो र ए सबै लडेर हेर्नु 70 भएछ हाम्रो मकै चाहिँ साथीहरु के लट्टे चाहिँ नि अर्को खालको पालुङ्गी चाहिँ खालको छ होला हौ परको भन्दा अलि फरक छैन धन्न यिनीहरू अलिक पिछौटे भएछ मकै लडेको छैन नत्र त सबै लड्छ होइन अघि परको हेर्नु कस्तो सोत्तर भएको त्यस्तै भएको भए त सबै सोत्तर हुन्थ्यो यो हाम्रो उयो के भन्छ यसको नाम चाहिँ भिन्डी साथीहरु भिन्डी यहाँ लाइनै तलसम्म रोप्नु भएको छ बुवाले तर हेर्नु न किराले खाइदिएको है साथीहरु चाहिँ इह यहाँनिर हेर्नु च्यान्नाङ चुन्नुङ बनाएर नि यहाँ चाहिँ बुवाले तोरिन्छ भन्नुभएको छ साथीहरु मैले जो साग त्यहाँको टिपेको तरकारी यहाँनिर तोरिनु हुने रहेछ 1-2 दिनपछि तोरी सबसे छिटो खानु मिल्ने साग चाहिँ तोरी होला है साथीहरु पर्दैन पान धानीको चप्पल झुन्डा हिँड्नुपर्छ माटो त्यस्तो खालको छ साथीहरु मल चाहिँ फेरि त्यहाँ कम्ता लागेको छ यहाँनिर उसलाई यो के भन्छ तरुलको लागि भनेर काँक्रा त हेर्नु न साथीहरु हाम्रो त यत्रो छ भइ छोड्नै बिर्सेको के सोसम्म नपकाउने त तर तलको माथि त चढिसक्यो त होइन नचलाउँ भनेको कता खोजखाज बनाएर मिक्स माक्स बनाएर अब माथि त उक्लिँदैछ कि यिनीहरू तर यो मजाले अलि मजाले झ्याम्मै उक्लोस् न भनेर के मैले चाहिँ कुन त नि त्यही छ त नि बुवाले सारेको त त्यो अम्बा बरु के अरे यो भीमसिम पाती के कत्रो भइसक्यो यो अम्बा अम्बा त बुवाले भनेको ढिलै बढ्छ अरे होइन म इस्कुससँग छक्क परिरहेको छु कि यहाँ हेर्नु न साथीहरु यहाँ फलेको चाहिँ देख्नु भयो तपाईँले होइन यसले छक्क मुन्टा अलि मुन्टा खाँदैछु आँखलाई पछि छ त फेरि त्यहाँ माथि आँखलाई पछि छ मैले अस्तिदेखि नै देखेको कि मैले अस्तिदेखि बनाएको छिटो फल बरु भन्नु क्या पानी परेपछि भाङ बुडुङ हावाले यस्तो गरेको है यो त बुवाले थाहा कमसेकम डोरी माथि भएपछि यिनीहरू तल भुइँमा लत्रिँदैन नि त अनि ल यो हाम्रो सिमीले चाहिँ अचम्मै जनाइरहेछ साथीहरु यहाँ हेर्नु न यहाँ फलेको होइन हाम्रोतिर त पहिला त माथि थाङ्रामा गएर अनि मात्रै फल्थ्यो त के हो यस्तो यो यहीँ फल्ने यहीँ फलिरहेछ त नि भुइँमै रोपेको ठाउँमा लो यहीँ पो फलिरहेछ त बुवा हाम्रो एभोकाडो हेर्नु साथीहरु बिउ त्यत्रो भइसक्यो किराले पुरै खाएको थियो अस्ति अनि यहाँ बुवाले किरा केलाएर पर राखेको थियौँ हामीले चाहिँ त्यहाँबाट यहाँ सारेको झार उखेलेको अस्ति झार उखेलेको गर्नुपर्छ हौ आज पनि पानी पर्ला जस्तो छ साथीहरु दिनको हालत त हिलोमा नहिँड्न किन हिलोमा गएको कहाँ गएको आइली आइज यता हिलो यता ऊबाट आइज माथिबाट घुमेर माथिबाट ऊबाट माथिबाट आमा त्यहाँ कस्तो हिलो छ नि अब हिलो छ छोराको लुगा धोइस् भनेको प्रभातको भरेर बसेर यता छिटो त्यस्तो हिलो त्यहाँ कस्तो हिलो छ त्यहाँ हेर्नु न ट्रक्टर गर्दैछ कस्तो छ माटो सानो कहाँ गयो सानो मान्छे कहाँ गयो फेरि त्यसरी हिलोमा नजाऊ है
कहाँ हिँड्यो फेरि यहाँ अब हाम्रो बुवा हिरो हुँदै हुनुहुन्छ होइन पनि कडक छ बुवाको फेरि पुरा यता हेर्नु त बुवा यता सिधै हेर्नु कैँचीले आफै दिँदै हुनुहुन्छ साथीहरू यहाँ जुङ्गा लामो भएर कि दारी उता गालाको पनि काट्नु नि भयो गालामा नि आउँछ तपाईँको चाहिँ उता अमै त्यही भएर पो यहाँ हाम्रोमा पनि आएको रहेछ भन्नु अरे के काटिदिनु भन्नु भन्दैथ्यो म्यामले हो टक्कसँगले हाम्रो बुवा चाहिँ हिरो भइसक्नु भयो साथीहरू यो टोपी चाहिँ बुवाले छोड्नु हुँदैन मैले बुनिदिएको पोट यसपालि त बुनेकै छैन बुन्नुपर्ने धागो लिएर के हो खाना हो कि के हो पुरा मर्यो त आएको त कि बल्दैछ हौ यो दुईजना चाहिँ के गर्छ के खोजेको त्यहाँ हँ छि 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 हेर्न त्यो हातमा के बोकेछ त्यो हातको के हो छि न टोक्छ सबै भेगुदाले त छोरा टोक्छ नि भेगुदा खोजेको रे भगवान् चकचक पनि चकचक र रकरक सानो छ दुईजनाको जति ठुलो त्यति गाह्रो त्यो आलु बखडा धोएर खाए आलु बखडा त्यो अल्छा आलु बखडा होइन यो अल्छा हो छोरा आलु बखडा अलिक अर्को फल्छ के साथीहरू म चाहिँ यता बाहिर चुल्हा लिपिसकेँ है अनि आजको मौसम चाहिँ अब अहिले चाहिँ एकछिन घाम लाग्छ अनि एकछिनमा चाहिँ साथीहरू यस्तो आकाश गर्जेर पानी पर्छ के कुरा गर्नु र होइन अनि अब पानी नपरे सबै कामहरू ल्याइहाल्नुपर्छ होइन अब एकछिन युट्युबमा लाइभ पनि बस्नुपर्छ साथीहरू त्यो कारणले अहिले चाहिँ म चाहिँ अब खाना खाएँ खाना खाएर एकछिन रेस्ट टाइम हो यो टाइममा चाहिँ अब बेलुकाको लागि तरकारीहरू टिपिरहेको छु जो गरिरहेको छु होइन अनि त्यो अब हिजो पनि एकैछिनमा पानी पऱ्यो क्या साथीहरू यस्तै हुन्छ एकछिन घाम लागिरहेको हुन्छ होइन अहिले चाहिँ अनि भरे एकछिन यस्तो पानी पर्छ नि बाफ्रे बाफ कस्तो हुन्छ हिँड्नै नमिल्ने गरी माटो पानी माटो सबै लाँच्छ पऱ्यो यहाँनिर म चाहिँ के ल्याउन आएको भने नि साथीहरू मुन्टा टिभी आउनु पऱ्यो भनेर अहिले सबै हेर्नु पानीले माटोले भिजाएर बुवा सबै भाँचेछ मकै मकै भाँचेछ साथीहरू यो मुन्टा निकालिराख्नु पऱ्यो भनेर बुवा बेलुकालाई निकाल्ने सबै टिपेर लु मात्रै माटो छ फेरि यो पनि एकचोटि छमछम गर्नु छ एकचोटि बुवा चाहिँ मकै ठडाउँदै हुनुहुँदो रहेछ साथीहरू हेर्नु न हिलो भइरहेछ है साथीहरू तर यसलाई पोखालेर खानुपर्छ क्या है यहाँ राख्नु पऱ्यो एकछिन चाहिँ म चाहिँ आज चाहिँ हातैमा बोकेर बनाउँदै हिँडेको ल कसरी पस्नु त अब भित्र त कसरी जानु र बुवा कि हजुरले मकै टिप्दै गर्नुहुन्छ टिप्नुहुन्छ उठो भित्र गएर टिप्ने अन्त अनि करेला नि भर्खर फुल्नु खोज्दै थियो अब मकैले नै सेप्ने रहेछ बुवा करेलाले त कत्रो हो नि पसलमा बेच्नु राखेको जस्तो भइहाल्यो नि पसलमा त यति लामो पो गर्छ त बुवा 3-4 पात अरे 50 रुपियाँ 60 रुपियाँ 40 रुपियाँ मुठा यत्रो मुठा एक मुठी यति 400 रुपियाँ मुठा सुन्नु टमाटर गयो खेर बुवा यिनीहरू
पुरा हेर्नु न मकै दिस अब फेरि एकछिन उठाउनुहुन्छ फेरि एकछिनमा उयो होला त्यहाँभित्र चाहिँ बुवा जानुभयो साथीहरू सुत्ली काम दिएन छ अनि यता त नि मकैले रगाटेछ नि त नि सबै सबै भाँचिएर बिजोकै भयो अस्ति त एक छाक पुगेको थियो आज त पुग्दैन क्या हो झन्सार अस्ति त हामीले एक छाक बनाएको थियौँ त के छ त्यहाँभित्र खासै तन्केन तर यो उसले साथीहरू मकैले नि सेप्यो होला माथिको टिपेर आउँछु ल भयो त्यहाँ पनि छ होला अलिअलि देउरा यसो हेर्नु न यहाँ यो लट्टेको जाति चाहिँ साथीहरू यति उम्रेको छ नि बाफ रे बाफ बुवालाई चाहिँ रिस उठिसक्यो भन्दै हुनुहुन्छ लट्टेको तरकारी खाँदा खाँदा लट्टेको तरकारी खालि खालि होइन घाम त यस्तो छ साथीहरू अहिले चाहिँ अब हेर्नै एकछिनमा यस्तो आकाश बिर्साउँछ बेहोस हुने गरी बिर्साउँछ मकै त नि सुतेर सबै सुतिरहेछ यहाँ पनि अलिअलि छ कि अस्ति एक छाक टिपेर खाएको हामीले साथीहरू मुन्टा त अलिक तन्कोस् भनेर यसरी नै त खाने हो नि हो होइन साथीहरू खोइ यहाँ त उम्रेन ए भएन साथी के भयो यसलाई चाहिँ यति यहाँ चाहिँ यति भयो साथीहरू अब बखुराले गर्दा यहाँ सबै यहाँदेखि मकै बोएर निकाल्नु भयो सबै भाँचिएछ नि त प्लाट पुरा भात ठिक्क अब आँखले भइरहेछ नि त आँखले भएपछि त भाँचिहाल्छ कि खै टिप्नु हो यो अब कहाँ छ त यति नै होला अहिले भरे पानी परेर फेरि उ गर्नै दिँदैन र नि सक्यो बुवा टिपेर लु अस्तिको भन्दा त अलिक धेर भएछ हौ अस्ति चाहिँ अलिक थोरै नै थियो कि योभन्दा त अलिक थोरै थियो आज चाहिँ अलिक धेर भएछ साथीहरू अब म चाहिँ यसलाई धोएर रेडी गरिराख्छु होइन अनि अहिले अब काम छैन नि त केही एकछिन रेस्ट गरेको समयमा एकछिन बसे बेलामा अनि एकछिनमा चाहिँ म युट्युबमा लाइभ जान्छु 2 घन्टा होइन साथीहरू त्यस पछाडि निस्केपछि साथीहरूको प्रिमियरतिर भिडियोतिर 3-4 बजी त यस्तो बिजी हुन्छ नि साथीहरू के कुरा गर्नु र 1 बजीसम्म लाइभ बस्छु 2-3 3-4 3-3:30 देखि 4 बजीसम्म मेरो प्रिमियर हुन्छ साथीहरू प्रायः जसो होइन त्यतिकै हुन्छ साथीहरू भन्नुहुन्छ मुभी हाल्छ भनेको अब मुभी टाइपकै हुन्छ मेरो भ्लगहरू चाहिँ होइन अनि के भन्छ त्यहाँदेखि त फेरि साथीको बेलुका चाहिँ सबैजनाले प्रिमियर राख्नुपर्ने कि फेरि दिउँसोतिर बिहानतिर यसो राख्नु नि 1-2 जनाले पनि ताकत जुत्दैन साथीहरू डिभाइस एउटा एउटै मात्रै भएको यो धेरै माटो छ कि साथीहरू हिजो पानी देख्नु नि सब जमेको छ क्या त्यो भएर जतिखेर फ्री हुन्छ एउटा मोबाइलमा हात खिच्नु कि गर्नु साथीहरूको प्रिमियर यस्तो आपत लाउँछ कि
कस्तो नजाने खालको रहेछ हिट खालको के छ फुल यसले त यत्तिकै भिजाएर पो लाउनु पर्ने जस्तो छ यत्तिकै त जाला जस्तो देखिन त म त माटो त कस्तो जाने नमान्ने कि त माटो भित्र डुबाएर त्यहाँ पानीले माटोले के अरे आकाशको पानीले भिजाएर साथीहरू म चाहिँ यसलाई फ्रिजमा स्टोर गर्छु है किनकि अहिले भरे पाक्दैन अरे बेलुका चाहिँ यो ओइलेपछि घाम यस्तो लागिरहेछ नि साथीहरू अहिले चाहिँ म फ्री छु है यो फ्रीको समयमा चाहिँ तरकारी केलाउनु पर्ने हुन्छ अब एकछिनदेखि चाहिँ टनाटन होइन साथीहरूको भिडियो हेर्नुपर्ने लाइभतिर कुद्नुपर्ने काम हुन्छ साथीहरू अनि मैले चाहिँ यो अहिले चाहिँ के राख्नु पऱ्यो भनेर खेलाउँदैछु साथीहरू है अघि एकचोटि मैले माटो छमछम पोखालेको त्यो चाहिँ माटो मात्रै हल्का पुरा पानी परेर जमेको थियो नि त बारीमा अनि त्यो भएको कारणले चाहिँ माटो सबै छ्याप्पै लागिसक्यो यसमा चाहिँ अहिले पानी पर्छ साथीहरू अहिले घाम लाग्दैछ एकैछिनमा पानी पर्न सक्छ त्यस्तो छ नि हौ साथीहरू भरोसा छैन दिनको जे पनि हुनसक्छ यो फर्सीको चाहिँ त्यो माथिको झुस नि साथीहरू गनाउने क्या यो यसरी तासेन भने तपाईँलाई थाहा छ छैन साथीहरू गनाउँछ क्या होइन यस्तो यो यस्तो निकालेन भने क्या हामीले साथीहरू मैले चाहिँ यसलाई चाहिँ केलाएर फिनिस गरिसकेँ अनि एकचोटि यसलाई वास गरेर फेरि म यसलाई तारेर राख्छु साथीहरू अनि यो चाहिँ म भरे मात्रै गर्छु है अहिले चाहिँ मैले केला रेडी गरेको हेर्नु न कति धेरै निस्केको नि यसको यो चाहिँ के भन्छ छाला के भन्छ साथीहरूलाई भन्नु है मैले चाहिँ भन्नु आएन र छाला भनिदिएँ ल अनि यो चाहिँ भरेतिर पकाउने हो साथीहरू होइन अनि यो वास गरेर म एकचोटि राख्छु अनि यो चाहिँ हाम्रो बुबाले कम्पोस्ट मलमा लानुहुन्छ यसको भाँडा चाहिँ कहाँ राख्नुभयो बुवाले यो भाँडामा हालिदिन्छु सबै लगेर भाँडामा हालिदिनु पऱ्यो यो चाहिँ बुवाले जहिले त्यहाँबाट राख्नुहुन्छ कि अनि यो चाहिँ लगेर माथि कम्पोस्ट मल भन्ने ठाउँमा हाल्नुहुन्छ नि त हाम्रो बुवाले जहिले हेर्नु न यसरी जम्मा गरेर साथीहरू हाम्रो तरकारी पाक्न लाग्दैछ अनि यहाँ हाम्रो रहेको छ चिया यो त उम्लेकै छैन अहिलेसम्म के खानु अब छिनो खानु साग पकाउन रहेको साथीहरू अब चाहिँ मेथी डराउनु पर्छ कि साथीहरू यसमा चाहिँ दाम नि हुन्छ नि धेरै कालो बनाउनु हुँदैन साथीहरू यो चाहिँ अचारको लागि हाम्रो गुन्द्रुक धुनु यो पोखरा लागेको है साथीहरू यो चाहिँ अस्ति नै हामीले दोस्रोचोटि यो गरेको होइन हेर्नु यहाँनिर यो चाहिँ पाकिसकेछ म काटेर देखाउँछु ल गुम्साको कि गुम्साको नि त एकछिन म खान्छु ल एउटा मेरो छोरा खानु खोजिरहेको एकछिन कस्तो मजाले पाकेछ साथीहरू हो चाहिँ यो चाहिँ दोस्रोचोटि हामीले गुम्साको है अस्ति चाहिँ पहिलोचोटि गुम्साको चाहिँ के भन्छ होइन अचि खाइसकेको अस्ति दाम पाकेछ मजाले ल तासेर खाउँ नि सबैजनाले म तास्छु ल अस्टिसको अन्डा जस्तै देख्दैछ साथीहरू तर यो चाइनिज एप्पल हो अस्ति पनि मैले एकचोटि नानीहरूलाई मजाले गुम्साएर खुवाएको थिएँ अहिले पनि भएछ अब पर बोटमा पनि छ तर त्यो बोटको चाहिँ यिनीहरूले त्यो आल्चा टिप्नु जाँदा पेलेर अनि त्यही माथि मुसाले खाएर क्या मुसाले पनि खान्छ क्या साथीहरू यसलाई चाहिँ
मुसाले खाँदो रहेछ नि त्यही भएर मैले गुम्साको कि खासमा नानीलाई खानुपर्छ भनेर तरकारी चाहिँ के हुँदैछ आज खाइसक्यो पुरा दिँदैछ त छोराले त के दियो त नानीले एउटा खाइस् छोराले त 5वटै खायो होला नि त्यसले 3टा त काउँदै हातमा पनि पुग्दैछ मिठो यस्तो दिँदैछ नि छोरा त आम्बो साथीहरू मैले चाहिँ नानीहरूलाई पनि दिइसकेँ है यो चाहिँ कम्पोस्ट मलमा हाल्नुपर्ने हुन्छ अनि हामीले चाहिँ अहिले हामीसँग केही छैन नि त अनि यो रहल पहलको चाहिँ कम्पोस्ट मलै बनाउँछौँ खानेकुराहरू उब्रिएको पनि सबै झारपातहरू सबै मिक्स गरेर चाहिँ बुबाले चाहिँ कम्पोस्ट मल बनाउनुहुन्छ साथीहरू यो चाहिँ कहाँबाट आयो कस्तो त्यस्तो खान्छु भनेको यो के हो त्यो प्रभात कहाँको त्यो किनले थालेको नि पानी परेर साथीहरू हेर्नु ठाउँ त प्लाट पर्छ के गर्नु तरकारी पकाएर किन नछोपेको तरकारी छोप छिटो पानी परेर पुरा चिसो बग्छ साथीहरू हाम्रो चाहिँ यहाँनिर बस्ने ठाउँ पनि अहिले चाहिँ अब भोलि र पछि छुट्टी बहिनीहरूको 2 दिन चाहिँ 2 दिन चाहिँ सकुन मिल्ने भयो मलाई अब घर पनि लिप्छन् आफै कहिले चाहिँ शुक्र र शनिबार आउँछ जस्तो लाग्छ नि हो नानी मलाई त नानी कहिले यिनीहरूको शुक्र र शनिबार आउँछ जस्तो लाग्छ मलाई त शुक्रबार र शनिबार ए शनिबार र आइतबार 2 दिन छुट्टी हुन्छ नि त आजभोलि त यिनीहरूको त साथीहरू ओके छ त साथीहरू हामीले अचार चाहिँ आल्चा पनि मिसाएको भए कस्तो हुन्छ दामी हुन्छ क्या हिजो खाएको थियौँ कस्तो मिठो भएको थियो दाल भएपछि म खान्छु ल लु बस सिधा बस न अनि हेरौँ अब मन जाँदैछु कस्तो छ यहाँ भात सेना कति थियो खाना कस्तो छ पर्ने भनेको बुढाले अमिलो भएछ के भोइस ओभर गर्नु पऱ्यो भोइस ओभर गर्ने यहाँ चाहिँ किन यो के गर्नु कहाँ होला के हो त्यो माथि छानामा के हुन्छ ल छिटो आउँछ नि छिटो खाऊ
बोला चचाले साह्रै नै अमिलो भएछ है। तरकारी चाहिँ दिनै छ मामाले खाने पहिला त्यो सोरसार खाऊ पहिला राम्रो सोर खानुपर्छ न बोल्नु हस् अचार खाने भाइ त खाने तिमीलाई पनि हाल्दैछु त आलु बनाएको र देखिको आलु बनाएर गुन्द्रुकको यो पनि चलिदिनु खाने भाइ लगाइदिनु किन खानामा पनि राम्रो सोरे खाऊ है भातमा पुगेको अलिमाम खाने भनेको क्या अलिमाम खाने नानी छोराले ल साथीहरू म चाहिँ खाइसकेँ म चाहिँ उठेँ ल साथीहरू बस साथीहरू उठेँ ल लाग्छ नि त लगिदिनु लिएर हालिदिए भयो खाना अब त्यत्रो सबै हालिदिएको के को तातो छ तातो छैन ल है झुक्का सानो यता हेर्नु न साथीहरूलाई मम्मा आधी हामा गइसक्यो भने ल आज चाहिँ मेरो सानो लेखाएको हेर्नुहोस् ल किन त्यो बाहिर उपवासिक मान्छेले उठाउँछ